हेलो हामी को रे हामी के गर्न आएको रे त्यो पनि के कस्ता कुराहरू त्यसै गरी हामीले यहाँ किन आएको हौ आज हाम्रो के हो आज हाम्रो एक्जामको लास्ट दिन त्यसले हाम्रो आज माइन्ड फ्रेस गर्छ भनेर पनि हामी यहाँ सार सङ्ग्रहालयमा आएको थाहा छ कि नै हामीहरूले यहाँ थारूहरूको विभिन्न प्रकारको संस्कृति डान्स के गर्दो रहेछ के गर्दो रहेछ हामी त हेर्छ थारूहरूको पनि यति धेरै प्रजातिहरू होइन कति फरक टाइपको डान्स छ यहाँ फेरि अर्कै टाइपको डान्स छ यहाँ चाहिँ यसलाई चाहिँ के अरे बर्खा डान्स भनिन्छ गरे तपाईँहरूले यहाँ पनि देख्न सक्नुहुन्छ चखौरा यो चाहिँ चखौरा है साई गाइज यो चाहिँ कहाँ छ रे दङ्गीसरा 3 मा उनीहरू फेरि आफ्नै मोजमा छन् होइन के गर्दै हो यो त फेरि के गर्दै हो दिला बनाऊ न त बनाऊ मनोरञ्जनको साथ यहाँ मनोरञ्जनको साथसाथै हामीले धेरै सांस्कृतिक कुराहरू पनि सिक्न सक्छौँ यहाँ चाहिँ हेर्नुहोस् यो कुन डान्स हो बर्खा डान्स सिक्दैछन् केटीहरूले जे भए पनि केटीले सिक्दैछन् बर्खा डान्स तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ थारू प्रजातिको विभिन्न डान्सहरू त्यहाँ चाहिँ के कस्तो पूजाहरू भइरहेको हुनसक्छ अनि त्यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ टेलिभिजनमा थारू डान्स चलिरहेको छ जसको मजा मनोरञ्जन अभिभावकहरू जस्तै कि उहाँहरूले लिइरहनु भएको छ सबै यो प्रक्रिया यहाँ देखाइरहेको रहेछ होइन ल ओके साथीहरू हामीहरू यो दङ्गीचरण 3 चखौरा दाङमा रहेको यो थारू सांस्कृतिक सङ्ग्रहालय अन्तर्गत यो कृषि घरमा छु कृषि घरमा तपाईँहरूले देख्न सक्नुहुन्छ कि यो टन्न लाएर सबै यो कसरी खेतीपाती गर्ने भन्ने कुरा मजासँग देखाइरहेको रहेछ कसरी रोप्ने कसरी चाहिँ धान काट्ने अनि यो झट्किने के भन्छ दाइ मार्ने यो बोक्ने यो सम्पूर्ण प्रक्रियाहरू देखाएर चाहिँ कि एकदमै नेचुरल तरिकाले अगाडि देख्न सक्नुहुन्छ यस्तो खतरा रहेछ है ल अब हाम्रो यो मिडवेस्ट पोइन्ट एकाडेमीको टोली अगाडि बढिरहेको छ एक्जाम सकिएको त्यही भएर आउनु भएको छ यो सर्ट एजुकेसनल फिल्ड ट्रिपमा आउनुहुन्छ है ल हेलो सुप्रिया अगाडि बढौँ है अब है ओके